आज हाम्रो किचनमा के बन्दैछ? आज हाम्रो डौलिया किचनमा कोदोको रोटी बनाउँदैछु के मैले आटाको जस्तै गरेर। अनि यसलाई फेरि हेर्नु न चिसो पानीले हुँदैन के उम्लिएको पानीले मुछ्नु पर्छ के कोदोको पिठोलाई। अनि मजाले तातो पानीले माडेर मुछेपछि यस्तो हुन्छ कि यो आटाको रोटी जस्तै गरेर बनाउने चुल्हा छु कि मैले आज नयाँ तरिकाले। हेर्दै जानु न कसरी हो, ल्याएर न यसरी थोरै घिउ राखेर राखिदिएपछि फुल्लै फुल्यो त। फुर्रै फुर्यो कि मजाले माडियो नि त तातो पानीले पिठो। अनि टक्क लाएर यसरी बनाएको छु है। अब यता टमाटरको अचार नि बन्दैछ, साग बनाए। अनि टमाटरको अचारसँग यसको खानाको फेरि स्वाद छुट्टै हुन्छ नि त। कस्तो लाग्यो? कति मिठो मिठो छ है, साह्रै मिठो। ल साथीहरू, हजुरहरू पनि यो तरिकाले बनाएर खानु। कोदोको रोटी एकदम राम्रो, स्वास्थ्यको लागि पनि है, स्वादको लागि पनि यो तरिकाबाट खाँदा एकदम मिठो हुँदो रहेछ के। हजुरहरू पनि बनाएर खानु।